जापानमा थाहा छ भन्छ न ओनिगिरीहरू चाहिँ हातले ओनिगिरी बनाएको चाहिँ हातले खाली पन्जा बिना बनाउँछ जापानिजहरूले। किन अझ ओजीचान ओबाचानले बनाएको ओनिगिरी मिठो हुन्छ भन्छ। किनभने बुढाबुढीले बनाएको ओनिगिरी चाहिँ बहुत मिठो हुन्छ क्या हातले। त्यसमा हातको हल्का चम्सहरू जानुपर्छ अरे क्या बल्ल मिठो हुन्छ क्या। दाइ अनि यसमा के हाल्नु भएको दाइ तपाईँले? यसमा चाहिँ मेरो 2टा सिक्रेट मसला छ होइन। हजुर। चिली पेस्टसँग मिसाएर बनाएको एउटा मसला छ, एउटा छुट्टै मेरो पाउडर मसला छ हजुर होइन। छुट्टै मसला छ त्यो चाहिँ कस्तो नि धेरै चिल्लो खाना मन नपराउने मान्छेहरूलाई सुकुटी त एकदम ओइली हुन्छ बनाउँदाखेरि। हजुर। यसलाई प्योर छोइला नि होइन, यो प्योर सुकुटी नै होइन क्या, मिक्स मार्क्स भनौँ न। अब छोइला भन्दा हाम्रो नेवारी खानाको इज्जत नगरे जस्तो हुन्छ होइन। छोइला चाहिँ अर्कै हुन्छ, यो चाहिँ ड्राई सुकुटी टाइपको। अन्त यसमा के यो यसमा गएको छ हाम्रो निरा बफ होइन बफ हो यो चाहिँ होइन। यसमा चाहिँ हाम्रो यो हरियो हरियो एउटा धनियाँ भयो अनि एउटा निरा भनेको हाम्रो जेम्बो जस्तो नेपालको जेम्बो जस्तो त्यो लसुनको पत्ताको फ्लेभर आउँछ त्यसमा हालेको होइन। अनि त्यसपछि हाम्रो चाहिँ ब्राउन कलरको प्याज है, यहाँ त सेतो रातो भन्ने हुन्छ नि त, रातो ब्राउन प्याज होइन। अनि लसुन अनि अदरकको चप चाहिँ अझै हालेको छैन मतलब फाइनल त। अदरक पहिले हाल्यो भने चाहिँ अदरकले नै जित्छ क्या फेरि। प्याज पनि होइन, प्याज पनि हालेको छ सबै कुरा मिक्स गरेर अब चाहिँ हाम्रो खाना मात्र बाँकी। होइन यसमा चाहिँ अब अदरकको चप हाल्ने, अदरक चाहिँ चप गरेर हाल्ने अनि त्यसपछि चाहिँ लेमन हालेपछि यो चाहिँ खाना रेडी हुन्छ। हेर्नुहोस् गाइजहरू होइन, हाम्रो सूर्य दाइले चाहिँ एकदम बबाल बनाउनु भएको छ होइन, एकदम दामी छ, देख्दा पनि खाम जस्तो जिब्रो रसाइसक्यो। अनि दाइले अनि उता माछा पनि बनाउनु छ। माछा म त हामी तपाईँलाई देखाउँछु। यो हाम्रो रेसिपीमा चाहिँ बिफ सुकुटी मात्र हो होइन। ल हुन्छ साथीहरू, तपाईँहरू पनि खाने भयो चाहिँ अब सूर्य दाइसँग कन्ट्याक्ट गर्नु होला। एकदम मिठो बनाउनु छ दाइ चाहिँ। यो चाहिँ दाइ एकचोटि डिटेल ठाउँको नाम पनि भनिदिनु पर्यो दाइ। यो चाहिँ योरिमिची हिरोसिमा श्री निसिकु योकुगावाचो है मिचुमे इचिमारुइची देस। दाइ त्यो पनि देखाइदिनु न, खै कस्तो खै एकचोटि टक्क समातेर हातमा के यो त एकदम